सबैजनालाई फेरि पनि जय मसी वेलकम टु माई भ्लग। आज हामी फ्यामिली फेरि पनि यहाँनिर यो ब्ल्याक लेक वुडमा यसो हिँड्नको लागि आएका छौँ। यहाँनिर भाइ हाम्रो भाइ हुन्छ अर्को भाइ जय मसी। हामी कुन पार्क गरे यो ब्ल्याक लेक वुड्स पार्कमा आएका छौँ है। अनि हाम्रो दाजु हुनुहुन्छ जय मसी दाजु, जय मसी श्याम भाइ, जय मसी भाइ, हेलो हेलो। यहाँनिर आज हाम्रो ब्ल्याक लेक वुड्समा एकदम यहाँ हिँडाइ हुँदैछ। यहाँनिर केटाकेटीहरू छ एकदम यस्तो छ। अब यहाँ हाम्रो माथि चढ्ने चाहिँ यता छ, यहाँबाट अहिले माथि चढेर हिँडिन्छ हामी। यहाँ हाम्रो प्रोग्राम कोअर्डिनेटर यहाँ हुनुहुन्छ हो दाइ जय मसी। के छ अनि कहाँबाट हुनुहुन्छ तपाईँ? अब एलियन त भन्नु भएन होला। एलियन त होइन होला। एलियन त भन्नु भएन होला। मेसिगनबाट है यो युएस मेसिगन, युएस मेसिगनबाट युएस ओहायो आउनुभएको। युएस ओहायो यहाँनिर चाहिँ यसरी अब हामी यस्तो छ यो होइन म त नजाउँ भनेको गले नि माथि बुहारी हेर न सास कत्रो फेर्दै। ठिकै छ। डाइटिङ गर्ने मान्छे चाहिँ सेसे गरेपछि हामी के गर्नु अब है? यस्तो होस् छैन। केटाकेटी सबै अघि चढ्यो, हामी यहाँ गइरहेको छौँ। सिँढी भयङ्कर उकालो छ यो। है दाजुभाइ यो खैरात भयो त यहाँ हेर त अब यसो यता यस्तो भयो अरे यस्तो हेर्दाखेरि चाहिँ कस्तो हुँदैछ हेरेको छैन। हेर्दै आउनुपर्छ है। आइपुगेको छौँ हामी। यहाँ हाम्रो एउटा टिम उता हिँडिरहेको छ, एउटा टिम यस्तो छ, एउटा यस्तो भइरहेछ। यहाँनिर हाम्रो दाइ स्माइल बेबी बटरफ्लाई हो हामी हिँडिरहेको छौँ अझै पनि दाजु। अनि यो यस्तो छ यहाँनिर हेर्न सक्नुहुन्छ मजाको वुड है। अग्लो छ दाजु यो यस्तो गरेर बनाएको छ। यस्तो अग्लो यहाँबाट झऱ्यो भने त आइया भन्नु यो एरियातिर तपाईँहरू बस्नुहुन्छ भने चाहिँ यसो फ्रेसको लागि आउन सक्नुहुन्छ। हिरोले यता हेऱ्यो अब नेपाल आर्मीको ट्रेनिङ हुँदैछ यहाँनिर। हाम्रो वरिष्ठ सुबेदार पल गुरुङको पलमा जाँदैछ है पल गुरुङ। श्याम भाइले माथि अलमोस्ट पुगिसकेको छ है। झर्ने ठाउँमा चाहिँ चढ्दैछ हौ। मेरो पाल ल एउटा हात छोडेर साथीभाइहरू अब लास्ट
यिनै एकदम हेलो अब चाहिँ हामी त्यहाँको वुड चढिसकेर यतातिर लागिसकेको छौँ यो बिजुली चाहिँ आज हामीले विशेष हाम्रो यता यहाँनिर हाम्रो डोन हुनुहुन्छ कि अनि 6 महिना हामीले बालेको छौँ आइरहेको छन् हाम्रो साथीहरू अनि त्यो अफिसमै केटाकेटीले पानी खेल्दैछ यहाँनिर पानी खानु हुँदैन केटाकेटीहरू यस्तो लाइट खोजेको म हजुर हुँदैन भनेर छ नि यहाँ लेखेको छ यस्तो लाइट खोजिरहेको छु म यो म त भाइ बिचमा उर्लाबारीसम्म जान्छु है कसरी ट्र्याक्टर दिनुहुन्छ गिटी कसरी हो उर्लाबारी मात्रै जान्छु है म त 1000 हो पाइरुट बनाउनलाई तयारी हुँदैछ सिस्नो घारी यस्तो छ हाम्रो यस्तो किराहरू पाउँछ है यहाँ पानी डेन्जर So you have to speak. Does it? How are you feeling now? Good. Good? हजुर गाई चर्छ लेकमा पैसा छ बेगमा हजुरको माया नरे भेगमा ट्यु ट्यु हामीसँग यस्तो यस्तो अरूले पछि बाजा बजाउँछ होला तर हाम्रो त एक्सपिरियन्स पत्ता बजाउने मान्छे हुनुहुन्छ बजाउँदै हुनुहुन्छ यहाँ आम्मा के दामी बजाएको हेर आम्मा यतिको बजाएको मैले अहिलेसम्म मैले देखेको थिइनँ जिस्काउन नआऊ छेउ छेउमा ट्यु ट्यु यस्तो मजाले बजाउनु हुन्छ नि हाम्रो दाइले पत्ता चाहिँ फेरि सुन्नुभयो नि लु हेर्नु आम्मा यतिको चाहिँ मैले बजाउने भेटेको पनि थिइनँ भेट्नु पनि नपरोस्